हेलो नमस्ते गाइस, यो चाहिँ हामीले बनाएको कुखुरा बस्ने खोरो भित्रको चाहिँ बाहिरको पनि छाना उडाउने काम भइरहेछ। यो छाना चाहिँ अर्कै कम्पनीले काम गर्छ, हामी चाहिँ भित्रको टक्कै यो उठाइरहेको गेटहरू चाहिँ कुखुरा बस्ने हो। यहाँ चाहिँ कुखुरा बस्छ। यो लामो छ, 50-60 मिटरको लामो होला, धेरै त छैन। अनि पल्लो हल पनि छ, त्यो पनि काम भइरहेछ। यो दुईटा सकिएपछि हामी फर्किन्छौँ रोमानियातिर। अहिले चाहिँ इटालीको फेरारा नजिकै रहेको यो ठाउँमा चाहिँ हामी काम गर्दैछौँ। यता उतातिर चाहिँ कुखुराहरू लगाइसकेको छन् र कुखुराले अन्डा पारेर उत्पादन पनि भइसकेका छन्। यताउता चाहिँ 5-6 वटा छन्, यसले 7-8 यसले हुन्छ। अनि यसरी चाहिँ नि अब काम भइरहेको अवस्था छ। चाहिँ नि साइडमा चाहिँ एकदमै हिलो छन्, कन्स्ट्रक्सनको काम पनि भइरहेछ। अनि हिलो छन्। आज छुट्टीको दिन यसो भिडियो बनाउनु पर्यो भनेर बाहिर निक्लेर बनाएको। चिसो मौसम छ। अनि यस्तो छ है गाइस हाम्रो चाहिँ काम।